बस्ने चितवनकी तारा सिलवालले अदालतबाट मुद्दा जितेर पनि न्याय नपाएको गुनासो लिएर सिधा कुरा जनतासँगको सम्पर्कमा आएकी छिन्। रेस्टुरेन्ट खोल्ने सोचका साथ केही रकम जम्मा गरेकी तारासँग 2075 सालतिर चितवनकै राजेन्द्र थापाले गाडी किन्छु भन्दै 16,75,000 रुपियाँ सापट्टि लिए। चिन्जानकै व्यक्ति भएकाले विश्वासकै आधारमा बुझाएको उक्त रकमकै कारण आफूले कानुनी झमेला र मानसिक तनाव झेल्न बाध्य भएको ताराले बताएकी छिन्। पटक पटक रकम माग गर्दा पनि फिर्ता नपाएपछि तारालाई राजेन्द्रले केही महिना पछिको मिति राखेर चेक बुझाए, तर खातामा पर्याप्त रकम नभएकाले उनले दिएको चेक साटिएन। आफ्नो सोझोपनको फाइदा उठाउँदै तैँले के गर्न सक्छस् गर भन्दै धम्की दिन थालेपछि आफूले राजेन्द्र विरुद्ध बैंकिङ कसुरमा जाहेरी दिन बाध्य भएको तारा बताउँछिन्। यसरी भएन, तपाईँ कति दिन भाग्नुहुन्छ? मेरो पैसा, मेरो त मसँग त सबै तपाईँ प्रमाण छ, म बिना प्रमाण त म बोलेको छैन, पैसा दिनुहोस् भन्दाखेरि अनि चेक दियो होइन। अनि आएर उनले चेक बनाएर 16,75,000को चेक दियो, 1 रुपियाँ हाल्दैन। भन्दा ल न दाइ तपाईँ त पैसै दिनुहुन्न, अन्त पछि त के भने नि तैँले सकेका गर, तँलाई 1 रुपियाँ पनि दिन्न भने। अनि भनेपछि ल हुन्छ भनेर अनि मैले अनि टेकुमा गएर मैले चेक बाउन्स गरेँ। अदालतमा राजेन्द्रले तारासँग 15 लाख लिएको र ब्याजसहित 16,75,000को चेक दिएको स्वीकार गरेका छन्। साथै उनले केही रकम ब्याङ्क मार्फत र केही रकम नगद नै फिर्ता गरेकोले अब 4 लाख रुपियाँ मात्र तिर्न बाँकी रहेको दाबी गरेका छन्। तर त्यसको ठोस प्रमाण पेश गर्न नसकेपछि उनको दाबीलाई अदालतले स्वीकार गरेन। 2075 भदौ 12 मा उच्च अदालतले राजेन्द्रलाई 20 लाख रुपियाँ धरौटी लिई तारिखमा राखेर मुद्दा पूर्वपक्ष गर्न आदेश दियो। 2075 असोज 17 मा 46 दिनसम्म थुनामा रहेका राजेन्द्र 20 लाख रुपियाँ धरौटी बुझाएर रिहा भए। त्यसपछि 2075 पुस 15 मा उच्च अदालतका न्यायाधीश द्वय रमेश पोखेल र रामप्रसाद ओलीको इजलासले राजेन्द्रलाई 16,75,000 रुपियाँ बिगो भराउन, सोही बराबर जरिवाना गर्न र 15 दिन कैद सजाय हुने ठहर गर्यो। राजेन्द्रले बुझाएको 20 लाख धरौटी रकमबाट थुनामा बसेको दिनको कट्टा गरी 16,58,200 रुपियाँ जरिवाना काटियो। तारालाई 16,75,000 बिगो उठाउनका लागि भने अदालतले राजेन्द्रको अरू जायज यथा खोजेर दिने बाटो खोलिदियो। उच्च अदालतको फैसलामा भनिएको छ 16,75,000 को बिगो प्रतिवादीबाट लिन पाउने ठहरिएकोले उक्त बिगो भराइ पाउँ भनी प्रतिवादीको यसै शरतको जेठा देखाई दरखास्त दिए निजी जाहेरीवालालाई उक्त बिगो भराइदिनु भनी सम्बन्धित जिल्ला अदालतमा लेखी पठाइदिनु भनेको छ। यो हेर्नुहोस्। ताराले प्रतिवादीको धरौटी रकमबाट आफ्नो साभा भुक्तानी पाऊ भनी 2076 असार 24 मा यो निवेदन दिएपछि जरिवाना घटाएर बचेको करिब 3.5 लाख जति मात्रै पाएको बताएकी छिन्। उच्च अदालतको फैसलाको कार्यान्वयनको तरिकाले आफूलाई थप निराश बनाएको भन्दै पीडित ताराले प्रश्न गर्दै भनेकी छिन्, राजेन्द्रले राखेको धरौटीबाट सरकारले आफ्ना लागि जरिवाना उठायो, तर मेरो साभा रकम लिन मैले फेरि उसको सम्पत्ति खोज्दै हिँड्नुपर्ने, यो कस्तो न्याय हो? यो मान्छेले गल्ती गरेको गल्ती नगरेको भन्न सकिँदैन। उसलाई बिगो बराबरको जरिवाना लगाउनु एउटा कुरा भयो। अनि अर्को कुरा चाहिँ जरिवाना लिएर बाँकी रहेको चाहिँ अनि उसको जायज जेथा देखाएर पीडित चाहिँ त्यसरी आउनु भनेर फैसला गरिदिनु।